सुन्दर प्रहार यो क्रिजमा लामो प्रहारका लागि चिनिन्छन्। यस पटक पनि फेरि उठाएर खेलिएका छन् 6 रनको लागि गोज फर द म्याक्सिमम रुपे। डक्टर मोहन यादव आएका छन् जोडेको रूपमा फेरि पनि प्रहार गरिदिएका छन्। दिस टाइम गोज फर द म्याक्सिमम। राम्रो प्रहार यो वाट अ म्याग्निफिसेन्ट शट। सुन्दर प्रहार। यहाँ जति तारिफ गर्यो यो शटको त्यति नै कम हुन्छ। मोहन यसपटक यो म्याक्सिमम आएको छ हिमांशु दत्तको ब्याटबाट। comes down the track र पोइन्टको दिशातर्फ सुन्दर प्रहार गरेका छन्। यहाँ 4 रनको लागि along the ground खेल्दै यहाँ ग्याप पनि भेटेका छन् मोहन यादवले। क्या गजबको लयमा छन् मोहन यादव। ब्याक टु ब्याक बाउन्ड्रिज मोहन फ्रिदिन रेनले यस पटक निकै नै ठुलो प्रहार गरिदिएका छन् मोहन यादवले। पौलिन स्टेज तर्फ प्रहार गरिदिए। सर्ट अफ लेन डेलिभरीलाई पिक गरिदिएर फेरि पनि प्रहार ब्याक टु ब्याक बाउन्ड्रिज प्रहार। त्यो पनि गोज फर द म्याक्सिमम 6। योभन्दा अघिल्लो डेलिभरी छक्का प्रहार गरेको थियो भने यस पटक पनि लेमा रहेको छ सिद्धेश्वरी खेल मैदान। यस पटक जुन चाहन्थे त्यसमाथि सफल पनि भएर लामो प्रहार भएको छ 6 रनको लागि।
शानदार प्रहार यहाँ। यो 6 रनले उनको व्यक्तिगत स्कोर 49 रन पुगेको छ। मयन यादव क्या गजबको लयमा छन्। मात्र 25 बलको सामना गरेर 49 रन बनाएका छन्, बनाएर खेलिरहेका छन् मयन यादव। सर्ट अफ लेन डेलिभरी, यसलाई लेग साइडतिर खेलिदिए। वाट अ वे टु ब्रिङ अप एज 50 मयन यादव। यो 4 रनले उनको अर्धशतक पनि पुरा भएको छ। मधेस यसपटक रहेको छ। फम्बल भएको छ र यहाँ 2 रन लिने क्रममा मौका त थियो, केही जम्प गरेका थिए, तर यहाँ यो बाउन्ड्री सँगै खेल समाप्त भएको छ। जित दर्ता गरेको छ धनुषाले।